सो गाइजहरु हेलो एन्ड वेलकम टु माई च्यानल है। म चाहिँ हजुरहरुको प्यारो भ्लगर सफल राज उप्रेती हो। अनि आज चाहिँ म रोब्लक्सको देखाउँछु हैन तपाईहरुलाई। मेरो साथीहरुले धेरै कमेन्ट हाने के अब रोब्लक्स खिचेको हाल न, रोब्लक्स खिचेको हाल न, रोब्लक्स खिचेर हाल न प्लिज। मैले रोब्लक्स खेल्न पाइन, तिम्रो रोब्लक्सको भिडियो हेरेर म खुसी हुन्छु भनेर म चाहिँ मेरो साथीको लागि बनाइदिइरहेको छु है त गाइजहरु। यहाँ चाहिँ मैले चाहिँ अहिले यो रेभोलर छ नि, यो ओन्डेड लेखेको छ नि, यो पिस्तल जस्तो के त्यो छ मसँग हैन, तर इन्भेन्ट्रीमै देखाइदिइहाल्छु नि छ हैन। तर मेरो फेभरेट चाहिँ बीम हो के हैन। यसले चाहिँ कडा हुन्छ कि यो छ नि, यिनीहरूले मार्ने हो के। हामी चाहिँ दुश्मन हो, फरक टिम या नोट टिमवाला नि हुन्छौँ हैन हामीहरू। ल गाइजहरु सुरु हुन लागिसक्यो। भोटिङ म्याप कुनमा हान्नु? 2 मा? ल 3 मै हाल्यो, ल 4 मा, ल गाइजहरु हेरौँ त को जित्छ। के हो गाइजहरु, मेरो गेमिङ स्टाइल खेल्न छोडेको 1 वर्ष भयो यार। खेल्नै सकिनँ कि मैले त, हात बसेन। एकछिन त भयो नि, जे भयो नि। ल साथीहरु पछाडिबाट हान्दा यही हैन मलाई मार्ने। ल फेरि हान्दियो को हो के। यस्तोमा चाहिँ हेर्नुस् गाइजहरु, यो चाहिँ एकदम त्यो रिसाउने मान्छेहरुको लागि चाहिँ हैन है यो गेम। किनभने त्यो रिसाउने मान्छेहरुले त आफ्नो फोनहरु फाल्दिन नि सक्नुहुन्छ हैन, जे नि हुन सक्छ। गाइजहरु मैले चाहिँ हान्न सकिन, एकैछिनमा म्युट बस्छु हैन। तपाई मेरो प्लेइङ हेर्दै गर्नु। सो गाइजहरु यहाँ कडा प्लेयरहरु रहेछन् अनि खेल्नै सकिन नि। खेल्न छोडेको पनि वर्ष भइसक्यो, त्यही भएर दुईटा त मर्यो है। त्यहाँबाट लुकेर हान्नु रहेछ नि त सबजना मभन्दा अगाडि छ नि। ल ल ह्याकर ल कोही के कस्तो नाम ग्याम्पु हो कि। सो गाइजहरु मैले भ्लग नि हाल्छु भनेको नि, लु आयो भ्लग। गेमिङ अरूहरुको पनि हुन सक्छ, जे नि हुन सक्छ। सो गाइजहरु मेरो गेम चाहिँ ल्याग भइराछ हैन अहिले, किन सानो चुक्नु भएन कि। मैले एउटा गेममा 20 भन्दा बढी लिएर आएको छ नि अहिले फर्स्ट नम्बरमा। लकले मारिहाल्यो नि। गाइजहरु यहाँ त ह्याकरहरु छन् यार, यो हैन लिडर। मरेन त ल मेरो साथी नि अगाडि रहेछ त यार। बच्चो नि यार के भयो नि, सरी मिस्टेकली पास हुन्छ गाइजहरु। मेरो
नखेल्नेहरूले नि यो गेम खेल्न सक्नुहुन्छ हैन एकदम कडा गेम प्ले वाह सबले कति दिइसकेन यार कति भयो कति सेकेन्ड चाहिँ भयो गाइस एकैछिन है कति भयो गाइसहरु गेम चाहिँ लास्ट लगाउँदै रहेछ यार भिडियो खिच्न ल गाइसहरु यस्तो हुन्छ कि मसँग लाग्दैन ल साथीहरु आइदिनु आउरा हान्नासँग के भट्टा आन्दोलन गर्न चला जस्तो छ यार तर म चाहिँ त्यस्तो छैन हैन साथीहरु म चाहिँ भएपछि म हुन्न भन्ने छु म राम्रो मान्छे बन्छु भन्ने छु हैन गाइसहरु सिद्धियो ग्रुपले सधैँ लास्टमा राखिदिन्छन् हैन गाइसहरु अझै हेर्नु छ यसमा हान्दिउँ न त सबसे धेरै बोटमा लिमिटेड टाइम अफर वाया रोबक्स सिद्धियो नि साथीहरु आज भर्खर सिद्ध्यायो के बिहान भर्खर सेकेन्ड किल मेरो यादमा यो आन्दिरा जसको पनि भइसक्यो कोजी चल गुडी स्नाइपरले गुडीसँग त हैन त्यो फर्स्ट वाला सबसे कडा गन छ के अनि कोहीसँग है फेरि सबै यो हैन अस्ति नै गेमको एक कहाँ ल मार्दै कस्तो आवाज नआउने 4 किल भयो साथीहरु कसलाई मार्नु पर्ने भए के हो चुपेर हान्दा नि पागो खै त्यो कस्तो नभा हो सो गाइसहरु मेरो चाहिँ घर भन्दैछ हैन ल गाइसहरु अहिले चाहिँ कडा चल रहा है गेम जाबाट नि हान्न सक्छौं नि हैन फाइनल चाहिँ जाबाट नि हान्न सक्छौं के यसको नाम भने शट हान्दैन लो यार यहाँ छ नि हैन बडी चम्किने यो हैन मार्दियो नि सो गाइसहरु तपाईले चाहिँ कापिबारा रोब्लक्सलाई हेर्नुहुन्छ भने प्लिज लाइक एन्ड सब्स्क्राइब गरिदिनुस् कापिबारा रोब्लक्स कापिबारी रोब्लक्स यो हैन गाइसहरु मलाई पहिलो गेमदेखि हाल्दै आएको सो गाइस त्यसले लाग्छ कि नै रातो आथ्यो कि नै कमेन्टमा लेखिदिनु है जो इंग्लिशमा हुनुहुन्छ इंग्लिशमा ट्रान्सलेट हानेर हेर्न सक्नुहुन्छ सो गाइस लाग्यो कि नै भन्नु न कस्तो यार खाली चिटिङ भन्दा गर्दैन कि यो गेम त मसँग लो किन अझ गेम गर्दैन कस्तो रहेछ सापुडा हो नि मलाई मात्र देख्छ क्या हो त्यसले सो गाइसहरु म चाहिँ रफली बोल्दैन हैन रफ वर्डहरु युज गर्छ नि कोही कोहीले म त्यस्तो युज गर्दिन हैन
अनि त्यो छोडिदिनु गेम प्ले हेर्नु 1 versus 1 चलिरहेको थियो गाइजहरू भएन यार छोडिने थर्ड भयो नि आएन यसले टपेर क्या 25 हाई हाई दाई बाडी सो गाइजहरू होइन टाउको दुखिसक्यो मेरो ठ्याक्क मुर्गा आइहाल्छ क्या हेर्नको लागि भने यो सो गाइज ज्यान्डल या स्यामी गो गार्डन एक्सिलो ब्रेनोड कमेन्ट हान्नु होला जेमा धेरै कमेन्ट आउँछ म त्यही गेम खेल्छु ल गाइजहरू एउटा गन किनिदिउँ न त के आउँछ हेरौँ है त बेच्न पाए भए चाहिँ कस्तो बेच्न पाइँदैन रहेछ गनहरू म त बेचिहाल्थेँ नि त पप छ भने नाइफमा ओहो कडा छ त यार नाइफहरू त सेल हान्न पाए भए चाहिँ कसम सेल हानिदिन्थ्यो मात्र लो यार यो के स्नाइपर है तर मेरो अगाडि नै कतिचोटि मर्छ कसरी होइन तर अब लेभल अप एउटा गन अझै रोल हाल्नु मिल्छ सो गाइजहरू वो तो एकदम कड़ा हिल रहा है पहमेद मत्ती हो यार पसले बड़ा ओ त्यो साथी सो इज लाग्दैन अरु गेम खेलौँ खेलौँ त खेलौँ है त 14 मिनेटको भिडियो भयो हैन तपाईहरुलाई नि यस्तै गर्न मन छ भने पहिला त तपाईहरुले युट्युब च्यानल खोल्नु पर्छ हैन अनि युट्युब च्यानल खोलेपछि चाहिँ उ गर्न मिल्छ बनाउन मिल्छ अनि यस्तो भिडियो बनाउन मन छ भने चाहिँ एक्स रिकर्डर डाउनलोड गर्नु होला या गुगलमा नि अवेलेबल छ प्ले स्टोरमा नि अवेलेबल छ जानुस् अनि तपाईहरुसँग च्याट जीपीटी छ भने मलाई त्यस्तो धेरै थाहा हुन्न च्याट जीपीटी मा गएर सर्च हानेर खेल्नु न अरु गेम भयो भने भोलि पर्सि खेल्छु आजको लागि यति नै